क्रेस्ट माइक्रो लाइफको आइपिओ बाँडफाँड आज चैत 5 गते बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनआइएमबिएस क्यापिटलको कार्यालय लाजिमपाट काठमाडौँमा आज बिहान आइपिओ बाँडफाँड गरिएको हो। यो आइपिओ सर्वसाधारणको लागि खुलेको थियो। वैदेशिक रोजगारीमा रहेकाहरूलाई यसअगाडि नै खुलेर बाँडफाँड भइसकेको छ। यो आइपिओ भाग्यमानी 1,84,510 जनाले हात पारेका छन्। मागभन्दा अत्याधिक धेरै आवेदन परेपछि गोलाप प्रथाबाट आइपिओ बाँडफाँड भएको हो। यसमा 20,48,538 जनाले कुल 2,44,92,170 किताको लागि आवेदन दिएका थिए र यति धेरै आवेदनमा भाग्यमानी 1,84,510 जनाले यो आइपिओ हात पारेका छन्। अर्थात् उनीहरूले यो आइपिओबाट राम्रो आम्दानी गर्नेछन्। कम्पनीले फागुन 22 गतेदेखि सर्वसाधारणको लागि 18,45,00,000 रुपियाँ बराबरको आइपिओ जारी गरेको थियो। प्रति किता 100 रुपियाँ अङ्कित मूल्यमा 18,45,000 किता सेयर निष्कासन गरिएको हो। यो निष्कासन गरिएको सेयर मध्ये सर्वसाधारणले पाएको जति आइपिओ छ, यो आइपिओ अबको केही दिन पछाडि दोस्रो बजारमा कारोबार हुनेछ र दोस्रो बजारमा कारोबार भइसके पछाडि यो आइपिओको भविष्य के होला भन्ने तपाईलाई लागेको होला। जतिलाई परेको छ तपाईँ खुसी हुनुहोस्। यो आइपिओ तत्कालै त्यति धेरै ठुलो त अपेक्षा गर्न सकिन्न, तर तपाईको यो आइपिओ 10,000 माथि तपाईले कमाउन सक्नुहुन्छ। 10,000 देखि 20,000 सम्मको गेस गर्न सकिन्छ, किनभने आइपिओ खुल्ने बित्तिकै मानिसहरू बेच्ने नहुने भएकोले पनि यो आइपिओ केही दिनसम्म सर्किट हानेर माथिसम्म पुग्न सक्नेछ। हामी 10,000 भन्छौँ, तर तपाईँ 10,000 देखि 20,000 सम्मको रेसियोमा तपाईँले यो आइपिओबाट कमाउन सक्नुहुनेछ। तपाईँ कति होल्ड गर्नुहुन्छ भन्ने कुरा तपाईँमा भर पर्छ। यद्यपि तपाईँले यो आइपिओ अब योभन्दा माथि पुग्न सक्दैन भन्ने लागेपछि बेच्न सक्नुहुन्छ। त्यो अन्तिम मूल्य तपाईँलाई लागेको कति हो तपाईँले विचार गर्न सक्नुहुन्छ। हामी थप यस आइपिओ दोस्रो बजारमा कारोबार भइसके पछाडि थप भिडियो बनाउनेछौँ र यो आइपिओको बारेमा अन्य कुराहरू भन्नेछौँ। अहिलेलाई तपाईँ जतिलाई आइपिओ परेको छैन तपाईँ पनि दुखी नहुनुहोस्। अब धमाधम पाइपलाइनमा धेरैवटा आइपिओहरू छन् र तत्कालै यी आइपिओहरू अब खुल्दैछन्। तपाईँ पैसा जम्मा गर्दै गर्नुहोस् र जसलाई पर्यो तपाईँ अहिले होल्ड गर्नुहोस् र हाम्रो भिडियो हेर्नुहोस्। हामी थप कुराहरू बताउनेछौँ।